सबैजनालाई स्वागत छ। हामी बुटोल मेलामा यति बेला उपस्थित भएका छौँ र आज विशेष गरी हामी बुटोल मेलामा के छ त यहाँ बुटोल मेलाभित्र विभिन्न वस्तुहरू विभिन्न चिजहरू अनि रमाइलोहरू हामी तपाईँलाई देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। बनाइएको छ, पछाडि ब्यानरहरू यसरी मिलाएर राखिएको छ र विभिन्न फोटो खिच्ने मान्छेहरू पनि एकदमै भिडभाड छ। युवा पुस्ताहरूमा एकदमै होइन भनौँ न एक किसिमको क्रेज छ बुटोल मेलामा, देखि सक्नुहुन्छ। दुबई सिटीमा फोटो खिच्नको लागि युवा युवती मात्र नभई बुढापाका मान्छेहरू पनि यसरी तल्लिन देखिनुहुन्छ। देख्न सक्नुहुन्छ दृश्यमा हामी तपाईँलाई देखाइरहेका छौँ। यो रातिको समय हुन्छ, त्यही भएर अलि क्लियर नआउन सक्छ, तपाईँले मिलाएर हेरिदिनु होला। यसरी चारैतिर ब्यानर राखेर चाहिँ दुबई सिटी भनेर एक किसिमको जुन मेलाको नामै इङ्कित गरिएको छ र त्यही अनुसार चाहिँ अलि ब्यानर चाहिँ अलिक सानो साइजमा हो कि भन्ने जस्तो लाग्यो मलाई। जस्तो यो साइजमा तपाईँले यसरी खिच्दाखेरि माथि मात्र देखिने अनि तल पनि भुइँ देखिने हुँदा दुबई सिटी होइन कि जस्तो पनि देखिन्छ। त्यही भएर तपाईँले भिडियो खिच्दा अनि फोटो खिच्दा चाहिँ मिलाएर खिच्नुपर्ने हुन्छ। आउन सक्नुहुन्छ, एकदमै रमाइलो छ। यो साँझको बेला भएर पनि एकदमै मान्छेहरूको चाहिँ भिडभाड देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ डोमीसँग पनि भिडियो खिच्ने विशेष गरी बालबालिकाहरू चाहिँ एकदमै क्रेजी देखिन्छन् होइन। देख्न सक्नुहुन्छ बालबालिका एकदम रमाइरहेका छन् यो मेलामा। यता देख्न सक्नुहुन्छ बालबालिकाको लागि चाहिँ विशेष रमाइलो छ होइन। यसलाई चाहिँ चुपेटी भनेर पनि भनिन्छ। देख्न सक्नुहुन्छ आजको कार्यक्रमका प्रमुख आकर्षणको केन्द्रको रूपमा रहेका नेपाली गीत सङ्गीत क्षेत्रका सबैभन्दा ह्यान्डसम गायक, आजको कार्यक्रमका नायक, सर्वप्रिय कलाकार हेमन्त शर्माको आगमन भइसकेको छ। उहाँको लागि एक पटक जोरदार हल्ला चाहियो बुटमा। ओके, थ्याङ्क यू सो मच। अब हामी आउँथे मेला आउन त यस्तो मजा भाथेन नबी बुटोल नम्बरी सुन हनी मता पुरै माया देऊ बुटोल फुल हौ भने मुल हौ भने उता परेली यता कलेजी कति रमाइलो हो। एकछिनमा म आउँछु। किन यो फिडब्याक अलि अगाडि भएर हो क्या हो? मैले एकछिन माइक दिएँ, मलाई आइहाल्नु, मलाई एकदम छिटो बोलाउनु है। साथ दिनुभयो, हेर्न भयो भने आउनुभयो, एकदमै विशेष धन्यवाद दिँदै आयोजक टिमप्रति पनि सम्मान व्यक्त गर्दै बिदा हुन चाहन्छु। नमस्ते हजुर। थ्याङ्क यू सो मच विष्णु मगर नि। उहाँ मलाई गीत पनि राम्रो गाउनुहुन्छ, मान्छे अत्यन्तै राम्रै लाग्छ कि होइन। अनुशासित पाराकी, चट्ट मिलेको फेस होइन। ल उहाँको लागि एकपटक जोरदार ताली बजाइदिनुहोस् त प्लिज। ल ठिक छ। र मैले उहाँहरूलाई आज किन अत्याइराखेको छु भने खास